नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड भापुना श्रद्धाञ्जली एवं संवेदना भाका भुल दया क्षमा र ममता सन्तोष जान्दैन थियो थुप्रोमा उदिनी मिठो र नमिठो रोजेर छान्दैन थियो आयो टप्प टिप्यो मिति पुग्यो टारेर टर्दैन थियो। स्वर्गीय धर्मबहादुर राई जन्म 2013 साल असार 7 गते, निधन 2083 साल असार 24 गते। यस बिर्तामोड नगरपालिका 10 सैनिक बजार स्थित नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय सदस्य नम्बर 190217 सुनिता राईको श्रीमान तथा सदस्य नम्बर 67052 का निज सदस्य धर्मबहादुर राईको यही 2083 साल असार 24 गते बुधबारको दिन 70 वर्षको उमेरमा भएको दुःखद निधनले हामी सम्पूर्ण एनएमसी परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौँ। दिवंगत हुनुभएको स्वर्गीय धर्मबहादुर राईको अमर आत्माप्रति चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोक सन्तप्त परिवारजनहरूप्रति गहिरो सहानुभूति एवं संवेदना व्यक्त गर्दछौँ। ओमबहादुर गुरुङ संयोजक इकाइ नम्बर 2, टिकाराम दङ्गाल संयोजक सैनिक बजार उपसमिति एवं ठाकुर प्रसाद शिवाकोटी अध्यक्ष एनएमसीको एवं समस्त नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड परिवार। सहकारी संस्था लिमिटेड एनएमसी 29औं सेवा केन्द्रबाट यस भर्ना पर्न दुःखद घडीमा संस्थाको नीति नियम अनुसार आज मृतक आदरणीय हाम्रो धर्मबहादुर राईको चौथो दिन हो हैन। चौथो दिनमा हामी संस्थाको नीति नियम अनुसार हाम्रो संस्थामा चाहिँ जन्मदेखि मृत्युसम्म भन्छ र यो मृत्यु अवधिमा पनि हामी समवेदना साथै संस्थाको नियम अनुसार हामीले 50,000 हात लिएर हाम्रो संस्थाको कार्यगत उपसमिति सदस्यहरू आदरणीय सञ्चारकर्मी रत्नबहादुर बस्नेत सर, त्यस्तै गरेर सीतादेवी राई र म कार्यक्रम सञ्चालक तथा तपाईँहरूकै घरमा आउने पैसा उठाउन आउने कर्मचारी सदस्य सहकर्ता चन्द्रबहादुर राई उपस्थित भएका छौँ।